स्वागत छ नेक्स्ट बुकमा। तपाईले पढ्न नभएका किताबहरू अब अडियो बुक मार्फत सुन्न सक्नुहुनेछ। हामी सुन्दैछौँ गुरु उपन्यासको एपिसोड 2। पहिलो भागमा हामीले गुरु उपन्यासको गुरु अध्यायको आधा कथा सुनेका थियौं। आज त्यही अध्यायको बाँकी कथा सुन्दैछौँ। अनपेक्षित पूर्वयोजना रहित कार्यक्रम भयो रातको 11 बजेतिर। गाउँमा हल्ला चलेछ। स्कुलमा ठूला विद्वान आएर प्रवचन दिँदैछन्। उनले स्कुललाई ठूलो रकम सहयोग पनि गर्दैछन्। वरिपरिका गाउँलेको घुइरो लाग्न थाल्यो। कार्यालयमा सुरु भएको सामान्य कार्यक्रमपछि स्कुलको आँगनमा सार्नु पर्यो। महिनौको अभ्यासपछि गरिए जस्तै सुव्यवस्थित कार्यक्रम चल्न थाल्यो। प्रअसेलीमा राईले कार्यक्रमको जिज्ञासा, औचित्य र उद्देश्य बताइन्। गाउँलेले वृद्धा-वृद्धाको मन्तव्य सुन्ने माग राखे। रातको चिसो कटाउन गीत नृत्य पनि प्रस्तुत गरिने भयो। रात छिपिँदै गएर आकाशको अर्धचन्द्रको मधुरो किरण भुइँमा खसेको थियो। सँगै बिजुली बत्तीले उज्जालिएको आँगन। रातको समयमा अचानक जम्मा गरिएको ज्ञानोदय माविको अभिभावक भेला। पाहुना आएका दुई अपरिचित वृद्धा-वृद्धा। सामान्य औपचारिकतापछि प्रअसेलीमा राईले वृद्धालाई आफ्ना भनाई राख्ने मौका दिन्। नमस्कार सम्पूर्णमा। समय झलमल्ल छ। आकाशको चन्द्रमाले, धरतीको चन्द्रमाले अनेक दाग त दुवैमा छन्। रातमा मात्रै महत्त्व छ दुवैको। जब दिन हुन्छ भुल्छन् सबैले। घाम सामु चन्द्रमाको महत्त्व के हुन्छ र हैन? म धेरै टाढाबाट हिँड्दै गर्दा अनायास आइपुगे यो पवित्र भूमिमा। धन्य ठानेको छु आफूलाई, मेरो भगवानलाई धेरै धेरै धन्यवाद छ। मेरो नाम लादिपमा। म खरसाङबाट आएको। वृद्धाले विश्राम लिँदै बोलिन्। समयको मात्रै हुँदैन रात, समयले मात्रै जन्माउँदैन तेजस्वी घाम। मान्छेको जीवनमा पनि पर्छन् रातहरू। अनेक खग्रास र खण्डग्रास ग्रहण लाग्छन् मानव जीवनमा। त्यति मात्रै हुँदैन, झलमल्ल घाम पनि उदाउँछन् जिन्दगीमा। यो एउटा समयको खेल पनि हो। मान्छे खोला बगे जस्तो एकहोरो मात्रै हिँड्न सक्ने भए बाँचेको उमेरमा ऊ कहाँ पुग्थ्यो होला? जहाँबाट यात्राको थालनी गरियो त्यही आएर टुङ्गिन खोलालाई मन लाग्छ कि लाग्दैन होला नि? बिचैमा रोइन् वृद्धा लादिपमा। फेरि भन्न थालिन्, माफ गर्नुहोला, मैले रोएर यहाँहरूलाई अप्ठ्यारोमा पारे। यसमा दोष कसैको छैन। आँसु र हाँसो जीवनका दुई पाटा हुन्। तर हामी यो आँसुलाई नराम्रो ठान्छौँ। हाँसोको खोजीमा भौतारिन्छौँ। छाया बिनाको घाम र घाम बिनाको छाया खोजे जस्तै हो यो त। त्यही भएर हामी आँसुलाई दुत्कारेर हाँसोको खोजीमा भौतारिँदै गर्दा झन आँसुको दलदलमा फसिरहेका छौँ। गहिराई नभए उचाइको के अर्थ हुन्थ्यो होला र? चिसो नभए तातोको के अर्थ रहन्थ्यो होला र? दुःख नभए सुखको अनुभूति कसरी गरिन्थ्यो होला र? यी सबै विपरीत भए पनि सारमा सँगै आउने चिज हुन्। कति सरल भाषामा कति गहिरो जीवनबोध, अनुभवको पाठशाला, मिठो अनुभूतिको मधुरस पोखिए जस्तै थिए ती उद्गारहरू। उनले फेरि भनिन्, नदीको पानीलाई किनाराले पछ्याइरहे जस्तै तिनले हामीलाई कदापि छोड्दैनन्। त्यसैले आत्मिक सन्तोष नै खुसीको मुख्य अस्त्र हो। म को हुँ, उनीहरू को हुन्? आफ्नो अस्तित्व स्वीकारेर बाँच्नु नै अन्तिम सुख हो। उनी टक्क रोकिन्। हेर्दा सामान्य लागे पनि दार्शनिक भनाइ दिइरहेकी थिइन्। सबैको मनमा लाग्यो यिनी पक्कै सामान्य मान्छे होइनन्। फेरि सुस्तरी बोल्न थालिन्। प्राप्ति अर्थात् चाहेको कुरा पाउनु पूर्ण सन्तुष्टि होइन रहेछ। पाएर पुरानो बनाउनु भन्दा नपाइकन मनमा सधैँ नयाँ राखिरहनु कति धेरै उत्तम छ। त्यही भएर नपाएर खुसी हुनु धेरै स्वस्थकर छ। नछटपटाउनुहोस् पाउनको लागि। छटपटीले तपाईँको पाउने कुरालाई तपाईँबाट टाढा भगाउँछ। भन्नुपर्ने कुरा नलुकाउनुहोस्, नत्र लुकाएकै ठाउँबाट कुहुन थाल्छ त्यो। अनि तपाईँको मुटु, मस्तिष्क र अङ्ग कुहाइदिन्छ त्यसले। जुन कुराको लागि म तृष्णित थिएँ र काकाकुल बनेर हिँडे, आज पुरापुर मेटियो त्यो प्यास। मेरो कोसेली अलिकति पैसा, मेरो जीवनको कमाई। यस स्कुलका नानीहरूको शिक्षाको लागि रु 10 लाख। यसमा होटेलका भाडा माझेका साबुनका गन्ध आइरहेका होलान् कतै। गिटी कुट्दा कुटिएका हातका रगतको टाटा देखिएलान् कतै। कोइला खाँदको कालो पानी
खरसाङको चिया बगानको ताजा छाया टल्किरहेका होलान् कतै। जिन्दगीको सुरुवात गरिरहेका नानीहरूलाई राम्ररी बाटो देखाइदिनुहोला। धन्यवाद। थरथराएको स्वर, दाँत नभएर घरिघरि अस्पष्ट लाग्ने शब्दहरू, तर पनि वृद्धा निकै लामो समय बोल्न सकिन। दर्शक दीर्घबाट जोरदार ताली बजिरह्यो। प्र सेलिमाले अकाशमत अङ्कमाल गरिन् वृद्धालाई र रोइन् पो। अरू महिलाले पनि आँसु पुछे। वृद्धाले दिएको 10 लाख विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिभक्तले जिम्मा लिए। वृद्धाको बारेमा खासखुस चल्यो। अब वृद्धको बोल्ने पालो आयो। केस सेत्तै फुलेका, छोटा नमिलेका सेत्तै दारी जुङ्गा, अनुहारभरि चाउरी बोकेका परिपक्व र बुजुर्ग देखिने वृद्ध आफ्नो आसनबाट उठेपछि सभामा अर्कै शालीन मौनता छायो। सबैले एक तमास ती वृद्धलाई हेर्न लागे। बुढेसकालको पुरापुर लक्षण देखिए पनि अनुहारको ज्योति धप्प बल्न लागे जस्तो देखिन्थे उनी। किराहरूको किरिरी आवाज, सुस्तरी चलेको सिरसिरे बतास, बिजुली बत्तीको मधुर प्रकाश बीच गुरु सुस्तरी बोल्न थाले। उनको भनाइका अंशहरू यस्ता थिए। केटाकेटीका खेल झैं समाप्त भए सबै कुरा, तर केटाकेटीका खेल सम्झेर रमाउन नसक्नु भूल भयो हर समय। आज एउटा खेल खेलिरहेछौँ, तपाईँ हामी, बस्नुस् रमाइलो गरौँ। पहाडको अनन्त गहिराईबाट निस्किए जस्तो लाग्ने गुरुको बोली नै यस्तो प्रभावशाली थियो। मौनता छायो मञ्चभरि। सियो खसेको आवाज आउने गरी मानौ आज अनन्तमा लुकेको गुरुद्वार एक्कासी खुलेर बाँडीहरू धरतीमा गुन्जिरहेका छन्। वृद्ध फेरि बोले, नमस्कार, म डाक्टर श्यामल, सिक्किम विश्वविद्यालयको एक्स प्रोफेसर। के भनौँ के नभनौँ, असीमित कुरा छन् भन्नलाई। अहिले थाहा पाउँदिन विषय कहाँबाट थालनी गरौँ र कहाँ टुङ्ग्याउँ। हृदय र मस्तिष्कको होडबाजी चलिरहेछ। घरि हृदयको कोमलता, घरि मस्तिष्कको कठोरता। यस्तै त रहेछ जीवन। बेगवान पश्चिमी वायु हिमालमा ठोकिएर फर्कदा सुसाएका धुपी सल्ला जसरी सुसाउन मन छ, त्यो सुसाइमा उसै गरी नाचुन् डाफेचरी। जसरी हरेक वर्ष आफ्नो मौसममा फक्रिरहेछन् चाँपका फूलहरू उसको सम्झनामा। हाम्रा असंख्य विलोपित कथा, विलोपित गुण जिउने सहारा बन्छन् कहिलेकाहीँ। जसरी पानी भन्दैनौँ हामी बादललाई, हिउँलाई, कुहिरोलाई, बाफलाई। अनुकूलता खोजी हिँड्ने पनि एउटा निश्चित समय हुँदो रहेछ। हिउँदमा कर्याङकुरुङ जाडो छल्न मधेस हुँदै भारततिर गए जस्तो र बर्खामा फेरि हिमाल हुँदै साइबेरिया फर्के जस्तो। आमाले एक पटक जन्माइदिएको जीवनलाई समयले कैयौं पटक जन्माइदिँदो रहेछ। किनकि बालक जस्तो छुइन म, युवा जस्तो पनि छुइन म, उमेरको उत्तरार्ध हुँदै गर्दाको जस्तो पनि छुइन म। के तपाईँ हुनुहुन्छ त? चरा जस्तो उड्दा उड्दै, हावा जस्तो बहँदा बहँदै जब टक्क अडिन्छु, जहाँको त्यही अनि कस्तो पनि रहँदिन म, तपाईँ अनि हामी सबै। साँच्चीकै विविध अर्थमा खोला जस्तो छैन मान्छे। खोलाले जसरी आफूमा समाहित हुन आएका अनेक खहरे खोल्साहरूलाई आफूमा समाहित गरेर लान सकोस्। साँच्चीकै अहम र स्वार्थी पनि छ मान्छे। आफूले रोजेको कुरा पाएन भने कहिले क्रूर बन्छ मान्छे। अलिकति वैराग्यले छोयो भने सन्यासी पनि बनिदिन्छ। तर सामान्य अवस्थामा साह्रै विनयी पनि छ मान्छे। मान्छे साह्रै सहयोगी र भलाद्मी पनि छ। तृष्णा, लोभ, अहमले त हो मान्छेलाई नराम्रो बनाउने। यसो हुँदैमा संसारका राम्रा मान्छेहरूलाई भुल्न सकिँदैन। व्यवहारमा पशुत्व भन्दा माथि उठ्नु नै त हो नि मानवता। प्रत्येकले आफूलाई यही लहरमा उभ्याउन सके संसार सुन्दर हुने थियो नि, होइन? हिजोकाले आजको पुस्तालाई संसार जिम्मा लगाएर जाने हो, निराकारमा समाहित हुने हो। जाँदा जाँदै जीवनमा गरेका भुलहरू सम्झिएर छटपटिन नपरोस्, पछुतोको भुङ्ग्रोमा पिल्सिन नपरोस्। भौतिक शरीर त्याग्ने दिन, अन्तिम श्वास लिने समयमा महसुस होस् मैले राम्रा काम गर्न सकेको त्यति नै थियो जुन गरिसकेको छु। खास समय त आजै हो, भोलिको भर नपरौँ। स्कुलका कक्षा कुठाने सिकाइको सबैभन्दा उपयुक्त ठाउँ हो जहाँ युगको सिङ्गो प्रतिनिधिहरू हुन्छन्। हरेक व्यक्ति आफ्ना क्षमताले फरक हुन्छन्, रहरले, मनले, रोजाइले, विचारले, सिद्धान्तले, बनावटले। बुझाइदिउँ यही कुरा, जीवन, घर, समाज, राष्ट्र, ब्रह्माण्ड सबै तिम्रो हो। तिमीले बनाए बन्छ, बिगारे बिग्रन्छ।
कुरा रह्यो आनन्दको, रुदाको आनन्द, खुसी हुँदाको आनन्द, वियोगको आनन्द, मिलनको आनन्द, दुःख र सुखको हर परम आनन्द। सिकौँ यसरी नै जीवनलाई, झरीको समय झरी जस्तै बनेर, हिउँको समय हिउँ जस्तै बनेर, खडेरीको समय खडेरी जस्तै बनेर। मैले मेरो जीवनको कमाई यही स्कुलको नाममा सुम्पने निधो गरेर यहाँ आएको हुँ। यसले केटाकेटीका इन्द्रेणी सपनाको जतन गरोस्, तिनका भविष्यका पूर्ण अक्षर लेखिएका महान पुस्तकहरू किनियोस्, तिनका निधारमा ठोकिरहने सुनौला घामका किरण बटुलियोस्, घामका किरणले तिनका पछाडि बनाएका छाया तिम्रै हुन् भनेर चिनाउने दृष्टिको रचना दियोस्। धन्यवाद। प्रवचन सकियो। गुरुले दिनुभएको 60 लाखको चेक लिन हेड टिचर सेलिमा राईले। उपस्थितहरूले धन्यवादको ताली बजाइरहे। धेरै बेरसम्म सबै खुसी भए। गुरु को हुन्? यहाँ कहाँबाट आए? कसरी आए? यहाँ नै किन आए? यस्ता प्रश्नहरू सबैका मनमा थिए। कसै कसैलाई सपना जस्तो पनि लाग्यो। प्रवचन सकिँदा मिरमिरे उज्यालो भइसकेको थियो। प्रवचन सकेर पनि थाके जस्तो गरेनन् ती वृद्धाले। हिँड्ने तर्खर गरे। भोजनको आग्रह पनि अस्वीकार गरे। प्रवचन सकिएपछि वृद्ध सरस्वतीको मन्दिर छेउको प्रतीक्षालयमा गए। पलेटी मारेर प्रतीक्षालयको भित्तामा अनौठो तरिकाले अडेस लागे। उनको प्रवचन सुनेर पछि लाग्ने र अनुयायी बन्न चाहनेको लर्को लागिसकेको थियो। गुरु ढल्नुभयो। त्यही समय कसैले भन्यो, गुरुले प्राण त्याग्नुभयो। एकछिनपछि फेरि कसैले भन्यो, अनि सबैले त्यसै भने। हो हल्ला भयो। शान्त शान्त, उहाँको वास्तवमै सार्थक अन्त्य भएको छ। उहाँले प्राण त्याग गरे पनि गुरुत्व प्रकाश हाम्रो मनका पखेरीमा बलिरहनेछ। त्यो कहिले निप्ने छैन। हामीले जन्मदै लिएर आएका हौँ मृत्यु। गुरुलाई श्रद्धाञ्जली दिने तयारी गर्नुहोस्, वृद्धाले भनिन्। भुइँमा मिरमिरे उज्यालोले स्पर्श गरिसकेको थियो। कसैले भन्यो, चम्पा मेमको कार पनि यतै आउँदैछ। गुरु उपन्यासको आगामी अध्यायहरू अझ गहिरा, अझ रहस्यमय, अझै संवेदनशील हुँदैछन्। त्यसैले एपिसोड 3 नछुटाउनुहोस्। नेक्स्ट बुकमा फेरि भेटौँला।